हेलो साथीहरू, आज चाहिँ धेरै पछि युट्युबमा फर्केको छु साथीहरू। त्यो पनि सुत्केरी मसलाको रेसिपी लिएर। हेर्दै गर्नु है, लास्टसम्म हेर्दै गर्नु होला। मैले चाहिँ पुरै सबै ड्राई फ्रुट्सहरूलाई चाहिँ आफूसँग जे जे थियो त्यो ड्राई फ्रुट्सहरूलाई चाहिँ मजाले घिउमा फुराएँ। फुराइसकेपछि चाहिँ अब फेरि घिउ थपेर फेरि गुज फुराउनु पऱ्यो साथीहरू। घिउ अहिले पुगेन नि त। अनि मेरो मम्मीले चाहिँ मजाले गुज फुराउँदै हुनुहुन्छ। फुराइसकेपछि प्लेटमा राख्नुभयो। अनि त्यस पछाडि यसलाई प्लेटमा राखिसकेपछि चाहिँ सबैलाई सेलाउन दिने। सेलाइसकेपछि यसलाई पिन्नु पनि पर्छ है साथीहरू, मिक्सरमा राखेर। अनि फेरि घिउमा चाहिँ यो बत्तिसाको धुलो भन्ने हुने रहेछ साथीहरू, त्यो र अनि फेरि अघिको गुज पनि राखेर एकछिन त्यसलाई फ्राई गर्दै बस्ने है साथीहरू। अलि मजाले फ्राई भइसकेपछि चाहिँ अब यसमा मेरो मम्मीले दुध राख्नुहुन्छ साथीहरू। अब यो दुध राखिसकेपछि अलिक पाक्न दिने, यो गुजलाई चाहिँ अलिक पकाउनु पर्ने रहेछ क्या दुधमा छुट्टै। अनि यसरी पकाइसकेपछि चाहिँ अलिक पाके जस्तो भइसकेपछि चलाउँदै जानुपर्छ है, फेरि पिरमा लाग्छ है साथीहरू। अनि त्यस पछाडि फेरि त्यसमा चाहिँ अघिको फुराएको चिजहरूलाई सबैलाई धुलो बनाएको थिएँ मैले। पालो राखेर मजाले चलाउने साथीहरू। अनि यसमा चाहिँ मैले एउटा कुरा छुटाएँ साथीहरू। अब यसमा चम्सुरको धुलो अनि ज्वानो मेथीको धुलो पनि हालेको छ है, यो चाहिँ मैले छुटाएको छु। सबै थोक हालिसकेपछि दुध राख्ने यसरी साथीहरू। ल हेर्नुहोस्, दुध राखिसकेपछि यसलाई त पकाउँदा एकदम कालो हुँदै जान्छ यसरी। अब घिउ पनि छोड्छ मसलाले। अनि यो घिउ छोडिसकेपछि र अब एकदम कालो हुँदै गइसकेपछि पाकेको भन्ने थाहा हुने रहेछ साथीहरू। यो चाहिँ मेरो मम्मीले भन्नुभएको। अनि यो पाक्दै गइसकेपछि चाहिँ यसरी कचौरामा हाल्ने साथीहरू। कचौरामा हालिसकेपछि चाहिँ तातो खानु चाहिँ हुँदैन, फेरि मुख पोल्छ साथीहरू। अब ल हेर्नुहोस्, यस्तो मजाले मकैगारी छ।